छत्री झोला बोकेर पानीको बोतल बोकेर होइन यत्रो बिल्डिङहरूमा इन्टरभ्यू दिन धाएको धाइछु गाइस म चाहिँ काठमाडौँको 9 तल्ले धरहरा मात्र बिल्डिङको ठुलो बिल्डिङ भनेको देखेको मान्छे म होइन आज आएर यत्रो बिल्डिङहरूमा 75 तलमाथि गएर इन्टरभ्यू दिइरहेको छु होइन होइन यस्तो गर्मी छ यति गर्मी त बुटोलमा पनि हुँदैन कि बुटोलको भन्दा डबल गर्मी छ क्या गाइस नेपालको धरहरा हेर्दाखेरि ओ माई गड कति रो बिल्डिङ हो भन्ने मान्छे म होइन आज आएर हेर्नु त गाइस ओ माई गड यो के भइरहेछ यहाँ सक्छ त सक्दैन नि होइन दुबई मरिना स्ट्रिटमा हिँडिरहेको छु म यतिखेर गर्मी चाहिँ अत्याधिक गर्मी छ गाइस होइन जस्ट मैले चाहिँ यहाँबाट चाहिँ सोभा रियालिटी मेट्रो स्टेसन गएर मेट्रो छोड्नुपर्ने हुन्छ हाई गर्मी त्यसको लागि चाहिँ म चाहिँ अब लगभग 15 मिनट जति हिँडिसकेँ होइन अझै 10-15 मिनट चाहिँ मलाई हिँड्नु नै पर्छ यो गर्मीमा होइन यसरी सल्का माथि हेऱ्यो भने त टोपी पनि खस्छ होला क्या त्यस्तो वाहाई क्या अब होइन यस्तो भइरहेछ गएछ ढुङ्गा होइन इजी छैन गाइज इजी छैन दुबईमा भिजिटमा आएर जब खोज्नु इजी चाहिँ रहेनछ मैले बुझिसकेँ होइन सक्नुहुन्छ भने चाहिँ वर्किङमै भिजा लगाएर आउनु होला भिजिटमा चाहिँ आउने सुझाव चाहिँ म दिँदिनँ है गर्मी पनि लास्ट अनि त्यसपछि र जब पाउनु पनि गाह्रो यति धेरै छ नेपालमा नेपालीहरू दुबईमा होइन भिजिटमा आउनु हुने सबै इभन म पनि भिजिटमै हो होइन सो जब खोज्नु चाहिँ जस्ट म अहिले चाहिँ यसरी तपाईँ देखिरहनु भएको छ म यसरी चाहिँ अहिले चाहिँ इन्टरभ्यू दिन हिँडिरहेको छु गाइस इन्टरभ्यू दिइसकेँ होइन इन्टरभ्यू दिएर चाहिँ म फर्किँदैछु धेरै नै गाह्रो गाइस धेरै नै गाह्रो अहिलेसम्म यो चाहिँ मेरो 16 एटेम्प हो इन्टरभ्यूको होइन 16 चोटि ट्राई गरिसकेँ गाइस मैले जबको लागि चाहिँ है कुनै ठाउँमा स्यालेरीहरू टाइममा नदिने कुनै ठाउँमा चाहिँ धेरै किचकिच होइन कुनै ठाउँमा चाहिँ धेरै लङ ड्युटी होइन सो एकदमै सोच विचार गरेर मात्रै आउनु होला भिजिटमा दुबई म अहिलेलाई चाहिँ त्यति नै भन्न चाहन्छु है त